रमाइलो गर्ने हो, इन्जोय गर्ने हो, डान्स होइन, धोलो उडाउने हो होइन। हेलो गाइज, आज चाहिँ मेरो बर्थडे होइन। अब थाहा छैन भने अझै पनि ह्याप्पी बर्थडे भनेर कमेन्ट गर्दा हुन्छ, त्यसमा म दुखी चाहिँ हुँदैन होइन। यहाँ चाहिँ हामी दुई पार्टीका भयौँ के। एउटा पार्टी भनेको बर्थडे बनाउनु पर्छ आज होइन, अनि म चाहिँ सिङ्गल छु, बनाउनु हुँदैन भन्ने होइन। अब बनाउँदा राम्रो हो कि आफ्नो बर्थडेमा बनाऊ। कसको आफ्नो बर्थडे? हजुरको बर्थडे हो कि हजुर बनाउनु न। त्यही त मेरो बर्थडे नबनाउने भनेको होइन। हजुरको बर्थडे, दिदीको बर्थडे चाहिँ बनाउने धुमधामका छ हुँदैन। अनि हाम्रो बर्थडे बनाउने त हजुरको किन न? म त बुढो भइसकेँ त। म त बुढो भइसकेँ, आज दारी काटेको छु होइन। अस्ति त्यसरी देखिँदै छैन, दारी नै फुलिसकेको छ। ल भन त आज बर्थडे के छ त अनि स्पेसल? ल यतातिर बनाउने भन्दैछन् होइन। अब पल्लो कोठातिर जाउँ होइन, म्याडम साहबलाई के छ त विचार। बनाउने नबनाउने खर्च हो कि। अब म त बुढो भइसक्यो नि त। वर्षको एकचोटि त के आउँछन् के आउँछ नै, लोभले होइन नि त। अब केक भनेको राम्रो चिज पनि होइन। बरु घरमा रमाइलो गर्नु होइन, मिठो मिठो खानेकुरा पकाएर खाने पो हो त होइन। पनिर पनि भैँसी ब्याएपछि घरमै बनाएको राम्रो हो होइन। हजुरको त केक पनि घरै बन्छ, पनिर पनि घरै बन्छ। गाइस 3 versus 1 3 होइन। यहाँ कमेन्ट आउँछ नि हाम्रो साथीहरूको होइन। गाइस बनाउने कमेन्टमा लेख्दिनु होला, बनाउने या नबनाउने। अब बनाउनु त बनाउने होइन, केक चाहिँ नल्याउने के। ल्याउने साथीहरु ल्याउने होइन, रमाइलो गर्ने हो, इन्जोय गर्ने हो, डान्स होइन, धोलो उडाउने हो होइन। धुलो उडाउने हो, केकको गाउँको धुलो काट्ने हो। अनि टक्क उ छ नि, गुड छ नि पसलमा, भेली होइन, त्यसलाई चट्ट राख्ने, मुख मिठा पनि भइहाल्छ। पनिर ल पनिर खाइदिने नि त। नाइ साथीहरु, पनिरको डल्ला खाने, बर्थडे बनाउने, केक पर्दैन। केक ल्याउने साथीहरु, केक ल्याउने सम्झाइदिनु त। केक ल्याउने सम्झाइदिनु त गाइस मेरो बुढालाई। गाइस सम्झाइदिनु त मेरो बुढालाई, बर्थडे बनाउने कि नबनाउने कमेन्टमा लेखिदिनु त छिट्टै। ल गाइस, अब बर्थडे म चाहिँ नबनाउने भन्दैछु होइन। अब यहाँ अरू मेरा छन् होइन, पछाडिका डनहरू चाहिँ बनाउने भन्दैछन्। अब के गर्ने कस्तो गर्ने तपाईँहरू प्रतिक्रिया कमेन्टमा। उहाँ चाहिँ हाम्रो घरको एकदमै लालची इन्सान हो होइन। लालची रे म जस्तो होइन, अरूको भलो चिताउने मान्छे कतै दुनियामा कोही छैन। छोरो म कस्तो छु छोरो ल भनिदियो त। मेरो ज्ञानी बाबु भन्छ होइन, म कस्तो छु, राम्रो कि नराम्रो ल भनिदियो। मेरो ज्ञानी बाबुले भन्छ ल कस्तो छु ल भनिदियो। तिमीले भनेको जस्तै छु ल, फिक्स थाहा हुन्छ नि त मलाई म यस्तो रहेछु भन्ने। ल भन त, म आहा छु कि कागको छु? आहा यस। आखिर सत्य कुरा होइन, कसैले लुकाएर लुक्दैन क्या। म देखिँदैछु ज्ञानी जस्तो होइन, कसैले हरामी भनेर हुँदैन नि त। लगाइ यहाँ पुरा त्यो के रे, के डान्स भन्छ यसलाई? लुङ्गी डान्स होइन, नागिन डान्स। ल गरिदेऊ त एकछिन। लगाइ हाम्रो होइन बाबुलाई दुई किसिमको हिँड्ने स्टाइल थाहा छ के होइन। ल यहाँ आऊ त छोरा। अब पहिला केटीहरू कसरी हिँड्छन् ल, उता हिँडेर देखाइदेऊ त।
हो त्यताबाट ल यता हो हिँडेर ल लगाएपछि यो चाहिँ केटीको हिँड्ने स्टाइल होइन अब उताबाट केटाको ल केटाहरू कसरी हिँड्छन् अब मेरो बाबु चाहिँ उताबाट हिँडेर आउँदैछ होइन त्यस्तरी हो अस्ति त अर्कै स्टाइलले हिँड्दै थियो त पुरा यस्तो हात उ गरेर होइन खै हजुर गरेर इन्डियाबाट लाहुरी आउँछन् नि त्यो त माथिया जस्तो भयो ल गाइज आज चाहिँ मेरो बर्थडे कस्तो हुन्छ होइन बाँकी अंश चाहिँ म तपाईँहरूलाई बेलुका नेक्स्ट भिडियोमा देखाउने छु होइन अब अहिले चाहिँ बर्थडे बनाउँदा राम्रो होला कि नबनाउँदा गाइस बाबाको बाल हेर्नुस् त यो चाहिँ कमेन्टमा हजुरले अवश्य भन्नुपर्नेछ ओके बाई हजुरको बाल